मैले राखिदिएको नाम चाहिँ यसको नाम धुलधुलैया हो। यस्तो धुलो छ नि बापरे, बाइकमा हिँड्ने दाजुभाइहरूलाई कस्तो गाह्रो भएको होला। हामीलाई पनि गाह्रो छ, गाडी देखिँदैन अगाडिको। तपाईँहरू पनि यो बाटो हिँड्नुभयो भने चाहिँ एकदम सतर्क भएर हिँड्नुपर्ने हुन्छ। सामान झारेर होइन, अब हामी चाहिँ फर्किसकेको छौँ। साथीहरू, आज चाहिँ फेरि पनि तपाईँहरूलाई स्वागत छ मेरो भिडियोमा होइन। सबैजनालाई माया छ। आज चाहिँ म फेरि पनि जाँदैछु इटहरीतिर होइन। आज चाहिँ हामी यो नयाँ बाटो दमकको स्पेसल भाइरल रोडमा जाँदैछौँ अहिले हामी तत्काल। अब हामी इटहरीसम्म जाने नै छौँ साथीहरू, देख्न सक्नुहुन्छ। सामान आज थोरै नै छ, हाम्रो स्पिडमा हुनेछ काम आज। तपाईँहरू पुरा भिडियो हेरिदिनु होला लास्टसम्म होइन। साथ सपोर्ट माया देखाइदिनु होला है त। तपाईँहरूलाई बिचबिचमा थोरै क्लिपहरू देखाउँछु। यो चाहिँ मावा खोला हो। यो हाम्रो झापा मोरङ यो सबै ठाउँमा चाहिँ यो सिटीहरू औधी धेर भएको छ कि यिनीहरूले यस्तो छाट्ने बेला भएको छ क्या। यो रुखको हाँगाहरू छाटे जस्तो त्यो के हुन्छ नि, त्यसरी छाट्ने बेला भइरहेको छ। देख्न सक्नुहुन्छ हामी यो भिडियो। जतिजनाले हेर्दै हुनुहुन्छ साथ सपोर्ट माया देखाइदिनु होला है त। तपाईँले माया देखाइदिनुहोस्। यस्तो गड्याङ हुन्छ। साथीहरू, हामी चाहिँ अहिले पथरी पुग्न लागिसक्यौँ होइन। पथरीको यो जङ्गल हो, सक्नुहुन्छ। यस्तो गीतको तालमा होइन यत्तिकै गइरहेको छ फेरि रफ्तारमा। हेर्न सक्नुहुन्छ यस्तो छ रफ्तार, रमाइलो फेरि हो। आफ्नै तालमा हो क्या, गीत बजायो उही। यस्तो भेपमा हानिदिइरहने हो नि त। ए भेप कि भाइब हो, भाइब यस सरी टु से होइन, मिस्टेक हुन्छ नि त। बाटो राम्रो भएपछि त फेरि स्कोप बराबर हो नि त। साथीहरू ल फेरि पनि तपाईँहरूलाई ठाउँमा देखाउनेछु है त। फेरि पनि हामी चाहिँ यो अहिले हामी यो ठाउँको नाम चाहिँ थाहा भएन साथीहरू। यो जङ्गल हो होइन, ठाउँको नाम चाहिँ थाहा भएन। तर अहिले मैले राखिदिएको नाम चाहिँ यसको नाम धुलधुलैया हो। त्यसमा चाहिँ 24 घन्टा धुलो हुन्छ कि साथीहरू। पानी चाहिँ राम्ररी हाल्नुपर्ने हो, अब हाल्दैन खोइ होइन। यसरी त अब अगाडिबाट आएको गाडी साडी देखिँदैन। एक्सिडेन्ट भयो भने फेरि ओ माई गड हुन्छ होइन। सो देख्न सक्नुहुन्छ धुलधुलैयाको स्थिति अहिले यस्तो छ। धुलो हेर्नुहोस्, धुलो चाहिँ यसो पानी चाहिँ हालिदिनुपर्छ है। हेर्नु है ल, धुलोको स्थिति यस्तो छ धुलधुलैयाको। यो चाहिँ काने पोखरीको अलिकति यताको जङ्गल हो होइन। हेर्न सक्नुहुन्छ यस्तो धुलो छ नि बापरे, बाइकमा हिँड्ने दाजुभाइहरूलाई कस्तो गाह्रो भएको होला। हामी यहाँ गाडीमा छौँ, त्यही झ्याल लगाइदिनु। आमा यस्तो धुलो आयो नि, ओ माई गड। यस्तो छ नि, यसको चाहिँ अलिकति व्यवस्था गर्नुपर्ने भयो। हामीलाई पनि गाह्रो छ, गाडी देखिँदैन अगाडिको है। ल है त, हामी लक्ष्मी मार्ग आइपुग्न लागिसक्यौँ होइन। यहाँ बाटोहरू चाहिँ बाटोमा लडिदिइरहेको छ होइन। देख्न सक्नुहुन्छ बाख्रा निन्जीहरू चाहिँ एकदम बाटोमा लडिरहेको छ। अब हामी अहिले जाँदैछौँ। हेर्नु न, गीत चाहिँ यस्तो बजिन्छ क्या। फेरि 90s लभर हो कि गीत पनि। हेर यस्तै छ साथीहरू, गीतको तालमा हिँडिदिने हो यो होइन। यहाँ हेर्नु है साथीहरू, बाख्राहरू यसरी बाटोमा छोडिदिएर
तपाईँहरू पनि यो बाटो हिँड्नुभयो भने चाहिँ एकदम सतर्क भएर हिँड्नुपर्ने हुन्छ है। बाटो खुट्टा आइदियो भने त फेरि शिवखुलित हुन्छ त हौ साथीहरू होइन। हेर्नु बोल्नै दिँदैन क्या गीतको भेउ भाइ आइहाल्छ क्या साथीहरू। बोल्दा बोल्दा यस्तो यस्तो नाच्नु मन लाग्छ नि फेरि। यस्तै छ साथीहरू। अब हामी फेरि सामान दिएर हामी फेरि देखाउने नै छु तपाईँहरूलाई। अब यहाँ हाम्रो अलिकति सामान दिनु छ। यहाँ एउटा बेकरी छ नि त, त्यसमा हामी सामान दिनेछौँ। फेरि पनि तपाईँहरूलाई बिचबिचमा देखाउने छु है त साथीहरू। हेलो साथीहरू, हामी चाहिँ फाइनल्ली इटरी पनि आइपुग्यौँ साथीहरू। फाइनल्ली इटरीमा पुगेको छौँ हामी। हेर्न सक्नुहुन्छ इटरी चोक होइन। यताको खुलेको छ कि अब तार जानुपर्ने पऱ्यो। खुलेको रहेन जस्तो छ, बन्द भयो जस्तो छ। जाममा पऱ्यो साथीहरू। हामी चाहिँ इटरी चोकमा छौँ। यो चाहिँ धरान धरान यता विराटनगर जाने बाटो। यता सिधै गयो भने बर्दिवास खोइ कता कता फलाना फुलाउने सबै जाने ठाउँ त्यता हो होइन साथीहरू। ल है त तपाईँहरूलाई फेरि म देखाउने नै छु। अब हामी डाइरेक्ट तरारामा गएर भेट्नेछौँ साथीहरू। हेलो 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 साथीहरू, म चाहिँ तरारा पुगेर पनि सामान झारेर होइन अब हामी चाहिँ फर्किसकेको छौँ। अहिले यो चाहिँ तराराको रोड हो एकदम होइन। हामी चाहिँ एकदम फर्किँदैछौँ अब रफ्तारमा दमक फर्किँदैछौँ हामी चाहिँ। अब भिडियो एन्ड चाहिँ म दमकमै गएर गर्नेछु है त साथीहरू। म तपाईँहरूलाई अब सिधै डाइरेक्ट दमक गएर तपाईँहरूलाई म भेट्नेछु है त। ल साथीहरू, अब चाहिँ हामी फाइनल्ली दमक पनि आइसक्यौँ होइन। आजको ड्युटी सकेर हामी दमक आइसकेको छौँ। अब चाहिँ म भिडियोको अन्तिमतिर आइपुगिसकेको छु साथीहरू। अब अहिलेसम्म हेर्दै हुनुहुन्छ भने चाहिँ लाइक सब्सक्राइब कमेन्ट हानिदिनु होला, सब्सक्राइब हानिदिनु होला। फेरि पनि यस्तै नयाँ नयाँ भिडियो हेर्नुको लागि है त साथ सपोर्ट माया गरिदिनु होला। ल लभ यु अल, बाई बाई गाइज।